हेलो गुड मर्निङ साथीहरु हजुरहरु फेरि पनि मेरो युट्युब च्यानलमा वेलकम छ अनि आज चाहिँ कुकुर तिहार अनि हजुरहरु सबैजनालाई ह्यापी कुकुर अनि हाम्रो चाहिँ आज कुकुर तिहार हो नि त त्यही भएर चाहिँ मैले यहाँ फुल लिएर आएको कुकुरलाई अनि अहिले चाहिँ यो चाहिँ सानोसँग गरेर चाहिँ हाम्रो तीनटा छ अनि चाहिँ एकदमै सानो छ अस्ति भर्खर जन्मेको हो नि त अनि त्यो चाहिँ त्यो एकदमै सानो छ अनि त्यसलाई पनि लगाइदिनु पर्ने हुन्छ अनि मेरो चाहिँ भने अहिले चाहिँ कोठमा एकदमै धन्दा धेरै छ कि कामहरू भने चाहिँ धेरै छ अनि आमा चाहिँ आज कोठमा आउनु भएको छैन किनकि आमा चाहिँ अब भोलि काठमाडौँ जाने हो नि त अनि त्यही भएर सामानहरू कति धेरै मिलाउनु बाँकी छ फुलहरू टिप्नु छ कति धेरै काम छ अनि काठहरूलाई दुध दिनु छ दाना दिनु छ अनि कुखुरालाई चारा दिनु छ कुकुरलाई खोले पकाउनु छ अनि त्यही भएर आज चाहिँ म चाहिँ एकदमै बिजी छु साथीहरु अनि हाम्रो कुकुरहरू चाहिँ यहाँनिर खुसी भइरहेछ एउटा चाहिँ कुकुर चाहिँ माथि पुगिसकेको थियो नि त घर जानको लागि अनि मैले चाहिँ अनि यसरी देखाएको अनि यसले चाहिँ के ल्याएको होला भनेर म पछि पछि आएको छु अनि म चाहिँ पूजा गरेको भिडियो पनि बनाउँदै जानेछु अब क्यामेरा हाले पनि कस्तो छ भने नि म जब बोले तब त्यसलाई पनि बाँच्नु पर्ने के सो गाइस अहिले चाहिँ भने हाम्रो दाना रेडी भइसकेको छ अनि यो दाना चाहिँ फेरि यिनीहरूलाई दिनुपर्ने हुन्छ नि त यिनीहरूलाई मात्र नभएर पछाडिको दुईटालाई पनि दिनुपर्ने हुन्छ अनि मैले चाहिँ यो दाना बनाइसकेँ अनि अब यो आधा आधा बनाएर दिनुपर्ने हुन्छ अनि हाम्रो कुकुर चाहिँ त्यहाँ आएर सुतेको छ कि मैले चाहिँ सिंह र धागो पनि ल्याएँ तर कस्तो यसलाई उड्नु पर्ने हुँदैन तर सानोलाई त पुग्यो भने मात्र आउँदिने हो यो मालाहरू चाहिँ एकै साइजको गर्ने भने चाहिँ राम्रो हुँदो रहेछ नि त अनि त्यही भएर ठुलो र सानो भयो भने त कस्तो बिग्रिँदो रहेछ नि त अनि त्यही भएर चाहिँ मैले एउटै साइजको मात्र मिलाएर गरिरहेको छु यो क्यामेरा यस्तो मोबाइल अडाउने ठाउँमै नभएर मान्छे यसरी गरिदिएको होइन अहिले चाहिँ भने मैले एक माल चाहिँ हुनिसकेको छ तर ठिक पो हुन्छ कि हुँदैन होइन मैले चाहिँ यहाँनिर रेड राखेर यहाँ येलो येलो कलरको राखेको छ मैले चाहिँ अहिले भने यति एउटा चाहिँ अहिले चाहिँ मैले एउटा चाहिँ उनिसकेको छ अनि यो चाहिँ के अरे फुल नपुग्ला भनेर मैले चाहिँ यहाँ ओरेन्ज कलरको अनि यहाँ चाहिँ रेड कलरको राखिदिएको छु तर खासै राम्रो त देखिरहेको माला पनि उनिसके अनि यो बढी भएकोहरू चाहिँ यो चाहिँ भरे पूजा गर्ने बेलामा छर्नु हुन्छ नि त अनि त्यही भएर चाहिँ यो चाहिँ भरे पूजा गर्ने बेलामा छर्नु हुन्छ नि त अनि त्यही भएर चाहिँ यो चाहिँ मैले राखेको तर सिंह मैले कहाँ राखेँ सिंह फेरि हरायो भने मैले कहाँ राख्यो भने फेरि कराउनु हुन्छ नि त अस्ति कराउनु भयो अब फेरि यो राखेर फेरि भोलि फेरि चाहिहाल्छ अनि भोलि पनि अनि त्यही भएर चाहिँ यो यसरी नै राखिदिनु पर्ने हुन्छ अनि यो चाहिँ भरे छर्नको लागि अनि तीनटा मध्ये यो चाहिँ अलिक सानो यो चाहिँ हाम्रो सानो बच्चालाई लगाइदिनु हुन्छ नि त सानो जन्मेको थियो नि त अनि त्यसलाई लगाइदिनु हुन्छ अनि अब चाहिँ भने सो गाइस अनि अहिले चाहिँ मेरो सबै सामानहरू रेडी भइसकेको छ अनि यो भयो धुप अनि यो चाहिँ सानोको लागि माला यो अनि अलिक ठुलोको अनि यो ठुलो माउको लागि यो अनि यो छ हाम्रो सकुने चाहिँ यो चाहिँ टिका मैले यो रेडको अबिरले अनि यो चाहिँ मैदाको थोरै घोलेर अनि मैले बनाएर खोले कि के हुन्छ लेदो बनाएर अनि यो चाहिँ मैले टिकाको लागि बनाएँ अनि यो बिस्कुट यो स्याउ भयो अनि यो चाहिँ नैवेद्य अनि यो भयो हामीले पूजा गर्दा छर्ने फुल अनि यो यहाँ बसिरहेको छ अनि यो यहाँ छ अनि हाम्रो अर्को छ यहाँ सानो र बसिरहेको छ यसलाई पनि लगेर जानु पर्यो नि त बाहिर कति मोटो छ यसलाई दुध बढी भएर यहाँ केही छैन फेरि यहाँ आमासँग बस्ने कामै लागिसक्यो साथीहरू मेरो काम गर्दा बल्ल बल्ल सकेँ अब चाहिँ भने मेरो पूजाको सामान पनि रेडी भइसकेको छ अनि अब चाहिँ भने म कहाँ लाग्नुपर्ने हुन्छ पूजा गर्न अहिले चाहिँ भने पूजा पनि सकेको छ अनि यहाँ चाहिँ सानो मान्छे उयसरी बसिरहेको छ के गरेर बसिरहेको हो टिका लगाइदिएको बङसङ गरेर के बनाइदियो होइन माला त झन् चाटचुट बनाउनु लागिसक्यो यसले त त्यहाँ आमा चाहिँ त्यहाँ बसिरहेको छ दाइ चाहिँ त्यहाँ त्यसरी बसिरहेको छ नि के खान्छ यस्तो के खाने के देखेको छ तर यसलाई लक्की हो नि त यसको नामै लक्की राखिदिएको थिएँ मैले लक्की आरे लक्की
डल्लो छ हौ यो लकी 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 गए पुरा घाम लगाइरहेको छ साथीहरू कोदो फुलेर सो अनि हजुरहरू सबैजनालाई चाहिँ कुकुर तिहारको धेरै शुभकामना कुकुर तिहारको मात्र नभएर यो मोबाइलै चार्न आउँछ त्यो कुकुर चार्न आउँछ कस्तो स्टाइल हो यो कस्तो स्टाइल हो यो सो साथीहरू म चाहिँ अहिले घरमा आएर बसेको किनकि लक्ष्मी पूजा आज चाहिँ पूजा गर्ने हो भनेर भन्दै रहेछ तर खासै अगाडितिर त त्यस्तो के पनि थाहा थिएन होइन आज आएर चाहिँ मलाई त्यस्तो थाहा भयो गाईलाई पूजा गरेर बेलुका चाहिँ लक्ष्मी पूजा गर्थ्यो तर अहिले चाहिँ भोलि गाई पूजा छ भने आज नै गर्ने भनेर चाहिँ भनेको रहेछ अरे भनेपछि मम्मीहरू सबैजनाले बनाएर सबै सफा गरेर सुकाउनु भएको छ होइन अनि मैले पनि धोएँ अनि अब ठ्याक्क गर्नलाई ठाउँहरू बनाउनु पर्यो सफा बनाउनु पर्यो अरूले नगरी पनि बनाउनु पर्यो त्यही भएर चाहिँ म चाहिँ घरमा आएर बसेको हेरिरहेको छ कि भएर अनि त्यही भएर चाहिँ मलाई भयो अनि म चाहिँ एकछिनभित्र आएर बसेको मम्मीहरू कोही छैन घरमा मम्मीले पहिला मासु दिनको लागि पारेर गएको छ अनि त्यही दिदी र भाइ आज काठमाडौँबाट आउँदैछ अनि मलाई चाहिँ यहाँको भाले ठुङ्छ कि साथीहरू मलाई एकदमै डर लाग्छ कि भाले देखेर अहिले चाहिँ भने फेरि म गोठमा आइसकेको छु अनि फेरि आमा बाख्राबाट आउँदाखेरि त अनि खाजा बनाइराख्नु पर्ने हुन्छ नि त अनि 3 बजिसकेको छ अनि अब आमा आउनु बेला टाइम भइसक्यो अनि कुखुरा पनि छाडेर चढाउनु पर्ने हुन्छ अनि एउटा चाहिँ भोलि काठमाडौँ लग्ने भनेर लग्नु भयो आमाले अनि अर्को चाहिँ मैले फुकाएर छाडेर यतैतिर चढिरहेको छ अनि घरमा पनि काम थियो नि त आज त अनि अरू बेला त घरमा काम हुँदैन त्यति अनि अहिले चाहिँ काम थियो अनि म घर गएर अनि घरबाट फेरि काम सकाएर पनि फेरि गोठमा आइसकेको छु अनि अब चाहिँ फेरि म खाजाहरू बनाउनु पर्ने हुन्छ अनि अब आमा आउनु बेला भइसक्यो नि त अब त अनि त्यही भएर म चाहिँ अब फेरि खाजा बनाउनु पर्ने हुन्छ अनि अब चाहिँ भने म भिडियोलाई यतिमा नै इन्ड गर्न चाहन्छु किनभने मेरो काम धेरै नै बाँकी छ अनि बेलुका त गरेको त भिडियो के बनाएर बस्नु होइन अनि त्यही भएर चाहिँ म भिडियो बनाउँदिनँ बेलुकाको त अनि अहिले चाहिँ मैले बिहानदेखि नै बनाएको छु हल्का गरेर अनि हजुरहरूले हेरिदिनुहोला अनि हजुरहरू सबैजनालाई चाहिँ ह्याप्पी तिहार भन्न चाहन्छु अनि हजुरहरू सबैजना आफ्नो गाउँमा मात्र नभयो अन्त पनि गएर देउसी भैलो खेलेर एकदमै रमाइलो गर्नु होला त्यही भएर देउसी भैलो त जसरी नै खेल्नु नै पर्छ साथीहरू अनि हजुरहरू सबैजनालाई इन्भाइट गर्छु होइन हाम्रो गाउँतिर पनि आइदिनु होला नजिकका साथीहरू त अब आउनु नै हुन्छ होइन उहाँहरू सबैजनालाई चाहिँ हाम्रो गाउँमा इन्भाइट गर्छ होइन हाम्रो गाउँतिर पनि आइदिनु होला नजिकका साथीहरू त अब आउनु नै हुन्छ होइन उहाँहरू सबैजनालाई चाहिँ हाम्रो गाउँमा आउनु होला देउसी भैलो खेल्नु होला रमाइलो गर्नु होला सबैजनाको मनलाई एकदमै सुक्ता के भन्छ त्यसलाई एकदमै मनोरञ्जन दिनु होला अनि यही भन्न चाहन्छु अनि हजुरहरूलाई फेरि पनि भन्न चाहन्छु ह्याप्पी तिहार सबैजनालाई अनि अब चाहिँ भने म भिडियोलाई यतिमा नै इन्ड गर्न चाहन्छु ओके बाई बाई अर्को नेक्स्ट भिडियोमा फेरि पनि हाम्रो भेट हुने नै छ ओके बाई बाई